फेरि पनि तपाईहरुलाई जति पनि मेरो च्यानलको भिडियोहरु हेरिरहनु भएको छ तपाईहरुलाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएकोमा। र आज पनि छोटो एउटा भ्लग बनाउनका लागि यो भिडियो तयार पारिरहेको छु। विशेष आजको दिन मे 16 तारिक 2025 शुक्रबारको दिन। विशेष आजको दिन चाहिँ हाम्रो लागि अति नै महत्त्वपूर्ण दिन छ म र मेरो वाइफको लागि। किन भन्दा अस्ति मे 12 तारिक सोमबारको दिन 2025 मेरो छोरो शैक्षिक भ्रमणको लागि 5 दिनको लागि आउटडोर गएको थियो एजुकेसनल टुर। ऊ चाहिँ सोमबारदेखि आज शुक्रबारको दिनसम्म स्ट्रेट बाहिरै बस्नुपर्ने बाहिरै पढ्नुपर्ने फ्यामिलीसँग प्यारेन्ट्ससँग चाहिँ भेट गर्न नपाउने एजुकेसनल टुर थियो। अस्ति सोमबार गएदेखि आजसम्म हाम्रो छोरो चाहिँ हामी बिचमा सम्पर्कमा थिएन। आज शुक्रबारको दिन चाहिँ ऊ स्कुलमा फर्कन्छ। त्यो भएर उसलाई पिकअप गर्न जानका लागि चाहिँ म लगायत मेरो श्रीमती एकदम एक्साइटेड छौँ र बाटोमा गइरहेछौँ। अहिले चाहिँ यो टुर चाहिँ के को लागि भन्दाखेरि सर्भाइभ कसरी हुने, कसरी एक्लै कसरी पढ्ने, लुगा कसरी लाउने, कसरी नुहाउने, लुगा कसरी धुने, बिहान कसरी उठ्ने, बेलुका कतिखेर सुत्ने भन्ने यथावत कुराहरू चाहिँ त्यहाँनिर सिक्नु पर्ने रहेछ। र चाहिँ विशेष गरेर के महत्त्वपूर्ण लाग्यो भने बच्चाहरू चाहिँ त्यहाँ बसिन्जेलसम्म कुनै पनि बच्चाहरूले चाहिँ कुनै पनि इलेक्ट्रोनिक डिभाइस चलाउनु नपाउने। फोन, ट्याब्लेट, आइप्याड, कम्प्युटर, ल्यापटप यी सबै यथावत कुराहरू चाहिँ बच्चाले छुनै नपाउने। मेरो बच्चाले चाहिँ सोमबारको दिन आइप्याड चाहिँ नलाने भनौँ, अनि उसले आइप्याड लगेन। तर उसको पर्सनल फोन चाहिँ लिएर गएको थियो। तर पर्सनल फोन पनि त्यो सोमबारको दिन म त्यो स्पोर्टमा पुगेपछि त्यो जुन एजुकेसनल टुरको लागि त्यो तय गरिएको ठाउँ हुन्छ त्यहाँ पुगेपछि चाहिँ त्यो पनि फोन पनि राखिदिँदो रहेछ टिचरहरूले लगेर। अनि त्यो फोन चाहिँ एकैचोटि शुक्रबार मात्रै रिटर्न गरिदिँदो रहेछ। आजको दिनमा मात्रै उसले पाउँछ त्यो फोन। अहिले चाहिँ अब पिकअप गर्नु गइरहेछौँ। एकदमै हामी दुवैजना एक्साइटेड छौँ बच्चालाई लिनका लागि। त्यो पनि 5 दिन पछाडि। मेरो बच्चा चाहिँ जन्मेदेखि पहिले हामी फ्यामिलीदेखि प्यारेन्ट्सदेखि चाहिँ कहिल्यै पनि अलगिएर बसेको थिएन। यो चाहिँ फर्स्ट टाइम हो। अनि उसलाई पनि धेरै अनुभव भयो होला यो कुरामा। अनि अब त्यो चाहिँ म पुगेर बाँकीको भिडियोहरू फेरि सुट गर्नेछु। अहिलेलाई यो भिडियो चाहिँ स्थगित गर्न चाहन्छु। ल आए हे केटा यसमा छ हौ यसमा। लु फाइनल यसरी आइपुग्यो नि अहिले केटो। सिधा हिँड्नु न सिधो। केटो आइपुग्यो बल्ल बल्ल बल्ल। अब सामान राख्नु आफै हौ त्यो खोल्नु छोडेर राख्नु न। ल फाइनली छोरो शैक्षिक भ्रमणबाट स्कुलमा आइपुग्यो। स्कुल पार्किङमा हामीले पिकअप पनि गरिसक्यो। अब उसलाई घर लान्छौँ हामी। अनि भाइलाई वेलकम छ हाउसमा। भाइ वेलकम ब्याक टु होम।
one more time. How do you feel? Burn me. I'm hot. हट भयो Oh. हो ल ठिक छ ल हस् त तपाईँहरूलाई धेरै धेरै धन्यवाद यो हाम्रो भ्लगलाई हेरिदिनु भएकोमा